अज्ञानताबाट यो मोक्षको मार्गमा थर्पी लाम हैन। यति बेला दोलखा सदरमुकाम चरीकोट बौद्ध धर्ममा आस्था राख्नेहरूले भरिएको छ। छम्बा गुम्बा तथा यारचङ गुम्बा व्यवस्थापन समिति गौरीशंकर गाउँपालिकाको आयोजनामा चैत 17 गतेबाट शुरू भएको वज्रगुरु मन्त्र जप तथा विश्वशान्ति पूजाका लागि बौद्ध धर्मका गुरु तथा लामाहरू चरीकोटमा छन्। वज्रगुरु मन्त्र जपबाट प्राचीन ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दोलखा जिल्लाको प्रचार प्रसार हुने विश्वास छ। मेरो चाहिँ दावा शेर्पा हो। घर चाहिँ सोलु यही पूजाको लागि अब यो वज्रगुरु जप बन्छ हैन। 10 करोड जप गर्नुपर्छ। पहिले यो पोर उता सोलखुम्बुमै थियो। म मानसिंह लामा हो। मेरो यहाँ भेटपो हो। अहिले बस्नलाई काठमाडौँतिर बस्छु। म यहाँ आएको त्यही पूजाको लागि आएको। समाजमा फैलिएका विविध विकृति विसंगति र कुरीतिहरूलाई न्यून गर्दै नैतिक शिक्षाको प्रचार प्रसार गरी सभ्य र नैतिकवान समाजको विकास गर्नको लागि पनि यस पूजाले सहयोग मिल्ने विश्वास गरिएको छ। दोलखामा विश्वशान्ति पूजाको लागि स्थानीय लामा तथा नागरिक मात्र सहभागी छैनन्। देशका विभिन्न भागबाट लामाहरू आइपुगेका छन्। भक्तपुरकी यानी तामाङ र मकवानपुरका तीर्थ लामा वज्रगुरु जप गर्नको लागि आएको हो। हामी भक्तहरूबाट खिन्ने मर्जेको गुम्बा फार्पिङमा हो। हामी धेरै जाने हो हामी है। त्यो धर्ममा चाहिँ हिँड्ने हो धेरै नै। 10 करोड वज्रगुरु जप्ने कार्यक्रममा चाहिँ म फर्स्ट टाइम हो यहाँ। एकै ठाउँमा बसेर अब हामीले त 10 दिनसम्म जप्दाखेरि त करिब 1-2 लाख सक्ला बढीमा सक्यो भने अब 10 करोडकै पनि सहभागी हुन्छ हामीले पाउँछौं के त्यो। पश्चिम नेपालको डोल्पा हुम्ला सहित भारतको दार्जिलिङबाट समेत लामा गुरुहरू मन्त्र जपको लागि आएका छन्। उक्त पूजामा 500 भन्दा बढ़ी लामाहरूको सहभागिता रहेको छ। जिल्ला भित्रका र बाह्य गरी हजारौं धार्मिक पर्यटकहरूको उपस्थिति छ। पहिलो पटक दार्जिलिङबाट दोलखा आउनुभएका लामा गुरु छिरिङ तामाङ कालिङचोक सहित भीमेश्वर मन्दिर समेत पुगी अहिले मन्त्र जप गरिरहनु भएको छ। आम्ने सामने उहाँ बसेर देखेर उहाँकै मुखबाट अब सुन्नु पाउँदा चाहिँ अति नै खुसी। सेम्बलाहरू उहाँ भेट्नु पाउँदा त म भाग्यमानी ठाने। जिल्लामा रहेका धार्मिक सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्वर्धन तथा विकास हुने र बौद्ध धर्म दर्शन संस्कृति र कलाको विषयमा ज्ञान प्राप्त हुने विश्वास आयोजकको छ। दिनमा 1 करोड मन्त्र जप गर्दै 10 दिनमा 10 करोड मन्त्र जप गर्ने लक्ष्य छ। चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखा सिन्धुपाल्चोक सोलुखुम्बु बुद्ध धर्म प्रचार र बुद्धको सिद्धान्त अनुसरणमा अवलम्बन रहेकाले 18औं 10 करोड वज्रगुरु मन्त्र जप तथा विश्व शान्ति पूजा गरिएको वज्रगुरु मन्त्र जप गर्ने 18औं 10 करोड वज्रगुरु मन्त्र जप तथा विश्व शान्ति पूजा आयोजक व्यवस्थापन समितिका संयोजक खेम्पो पेमाछिरी शेर्पाको भनाई छ। विश्वमा शान्तिको कामना गर्ने, दोलखा जिल्लामा रहेका धार्मिक सम्पदाहरूलाई संरक्षण र सम्वर्धन गर्ने, नैतिक शिक्षा प्रदान गरेर यहाँको एउटा जीवन जिउने सहज बनाइदिने उपाय। 10 करोड वज्रगुरु मन्त्र जप तथा विश्व शान्ति पूजा खुम्बु क्षेत्रबाट शुरू गरिएको र यसलाई पछिल्लो समय सिन्धुपाल्चोक रामेछाप दोलखामा विस्तार गरिएको हो। बुना घिमिरे, CIN रेडियो सैलुङ दोलखा।